हेलो हजुरहरू सबैजनालाई नमस्कार छ अनि वेलकम छ मेरो भ्लगमा होइन। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। छ्या कस्तो नुहाएर जिउ चिलाइरहेछ क्या छ्या। म त होइन लास्टै अल्छी भएको छु आजभोलि होइन। अनि त्यसपछि अल्छी भएसँगै अनि भिडियो हालौँ कि नहालौँ भनेर यसो सोचिरहेको थिएँ होइन। युट्युबमा भिडियो हालौँ कि नहालौँ भनेर होइन। अनि कतिजनाले अब बिर्सिसक्यो जस्तो लाग्यो। फेरि कोही कोहीले चाहिँ मलाई सम्झाउनु भयो क्या, भाइ तेरो त आजभोलि भिडियो पनि आउँदैन होइन, के भयो तँलाई त्यस्तो के भयो र भन्नुभयो होइन। त्यस्तो खास त केही भएको थिएन। अनि त्यसै कारणले गर्दाखेरि म जे पऱ्यो पर्ला भनेर टक्क घरबाट बाहिर निस्केँ होइन। घरबाट बाहिर निस्किसकेपछि चट्ट लसुनबारी अनि आलुबारीबाट बाहिरको भिडियो स्टार्ट भयो मेरो होइन। अनि बाटो हिँडेँ होइन। अनि यता हरियाली पुरै छ अनि बाहिर हरियालीमा अनि बिहानको न्यानो घाम लागिरहेछ। अनि त्यो तल देख्ने चाहिँ मेरो भैँसी गोठहरू हो गाइज होइन। अनि मैले टक्क लाएर मपट्टि पनि देखाएँ, हेरौँ न कस्तो देखिँदो रहेछ भनेर देखाएँ है। अनि त्यसपछि टक 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 हिँडिरहेको थिएँ। अनि त्यसपछि अनि मैले के बोलिरहेको थिएँ। अनि बोल्दा बोल्दा ऊ तलबाट त्यो रागोले चाहिँ हेरिरह्यो क्या होइन। आज यसले के गर्न लाग्यो भनेर हेरिरह्यो होइन। मैले पनि त्यसलाई देखाइरहेँ होइन। अनि गाउँ पनि पाकिरहेछ यतातिर होइन। अलिअलि रातो रातो भएर कुनै ठाउँ पाकेको छ भने कुनै ठाउँ पाकेको छैन होइन। अहिले पाक्ने बेला भएको छैन, कटमाटे भइरहेको छ है। अनि त्यही कारणले गर्दाखेरि म चाहिँ उँधो जाँदै थिएँ। अनि मलाई भैँसीले पनि हेरिरहेको थियो क्या होइन। अनि मलाई त्यो त मेरै मान्छे रहेछ भनेर अनि टक्क घाँस खान लाग्यो होइन। अनि घाँस खान लागिसकेपछि अनि त्यहाँ सानो सानो पाठाहरू पनि चरिरहेको थियो है। पाठाहरू पनि मलाई हेर्दै थियो। अनि म पनि अलिकति लजाएँ अनि टक्क यतापट्टि मोडेँ होइन। अनि म जाने बाटो चाहिँ यता हो, घारी नै घारी होइन। अनि टक्क लाएर त्यहाँबाट डाँडामा निस्किएँ म। पुरानो हुँदैन माया, जुनीलाई पनि बिर्सिँदैन मायाले माया चोट खाए पनि। अनि गाइज होइन म चाहिँ अनि टक्क लाएर बारी खन्नलाई हिँड्दैछु। र बारी चाहिँ के को लागि खन्ने भन्दाखेरि बिहार राख्नलाई होइन। अब तल बेसीतिर चाहिँ धानको बिहार राख्छ भने हाम्रो गाउँतिर चाहिँ कोदोको बिहार राख्छ है त गाइजहरू। र म चाहिँ अनि आइसकेँ बारी खन्नलाई। गोठालो जाँदा लागेको माया, खेतालो जाँदा भुलेछ, पोखरा जाँदा गाएको माया, काठमाडौँ जाँदा भुलेछ, निष्ठुरी मायालु निष्ठुरी मायालु। फाइनल्ली गाइज सकिसकेको अवस्था छ आजको लागि चाहिँ। अब भोलिको लागि आजको भिडियो चाहिँ यति नै। सो कस्तो भयो सबैजनाले हेरिदिनु होला है। मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न सक्नुहुनेछ। फेरि पनि यस्तो भिडियो हेर्नको लागि चाहिँ है। कस्तो धुलो भयो कि धेरै नै धुलो उठ्छ नि त होइन। चप्पलभरि धुलो, यो चप्पल चाहिँ खत्तम हुँदो रहेछ, खत्तम। यस्तो बारीसारी खन्नको लागि चाहिँ होइन। कस्तो नाकभरि सिँगान भइरहेछ धुलोले। ठिक छ गाइस। check the mic and make sure it sound right, boys.